वन जंगलमा आगो लगाउनु भनेको महापाप हो म भन्छु। त्यहाँ वन्यजन्तु जडीबुटीहरूको नाश हुन्छ, विनाश हुन्छ। यो नयाँ घाँस आउने लोभमा मानिसहरूले दरेलो जंगलमा लगाउने गर्दछन्। यो हाम्रो नेपालीको पुरानो संस्कार अथवा चलन भन्ने गरिन्छ। तर यस्तो गर्दाखेरि लाखौं करोडौं जडीबुटी जीवजन्तुहरू मासिने गर्दछन् भने हामीले नै गर्दा जलवायु परिवर्तनको अक्सर परिरहेछ। पानी सुक्ने, पानी नपर्ने समयमा यस्तो यस्तो कारण चाहिँ गर्दा हामीले आफ्नै मृत्यु बोलाइरहेछौँ, आफ्नै मानिसहरूको जीवन खतरामा पारिरहेछौँ। तर त्यो पनि मानिसले बुझ्दैनन्। हामी सबैभन्दा ठुलो सर्वश्रेष्ठ बुद्धिजीवी भन्ने गरिन्छौँ मानिसहरू। किन यस्तो नराम्रो कामहरू गरिन्छ त मानिसहरूले? तर राम्रो राम्रो कामहरू गर्नुहोस् न, जंगल जोगाउनुहोस्, रुख रोप्नुहोस् जंगलमा, वीरपाखामा, यो राम्रो हो नि त। तर किन आगो लगाएर अरूको जीवन बर्बाद पार्नुहुन्छ? त्यो भन्छु कि म चाहिँ।